हिँडाइमा बुटोल चितवन र अहिले पोखरा आइपुग्दाखेरि जहाँ पनि हाम्रो चलचित्र पत्रकार सङ्घको यो फेला यस्तो सौहार्दपूर्ण यस्तो सहयोगी देखेर मनैदेखि हर्षित भएको छु। त्यो माथि पनि युवा चलचित्र पत्रकारहरू चलचित्र पत्रकार र चलचित्र कर्मी भनेको नङ मासुको सम्बन्ध हो। यो मैले भन्नुको निम्ति भनेको होइन, किनभने हामी जे गर्छौँ यहाँले त्यो दर्शक सामु पुर्याउनुहुन्छ र हामी मेरो विचारमा एकअर्काको परिपूरक हौँ जस्तो मलाई लाग्छ। र आज यो चलचित्रकै सन्दर्भमा हामी आएका छौँ है, अब बगान लिएर आएका छौँ। अब नेपाली चलचित्रको अवस्था कस्तो छ हजुरलाई अब मैले भनिरहनै पर्दैन होइन। जसरी हुन्छ चलचित्रलाई ज्यादा चाहिँ नेपाली दर्शकको मनमा रोप्न गाड्न सफल हौँ भनेर हामी जहिले पनि प्रयत्नरत रहन्छौँ र चलचित्रहरू त्यही पनि चल्दैनन् बिचमा होइन। तर हामीले चाहिँ धेरै पछाडि है सरोजी म टिमअप गरेर प्रमिलाले नयाँ उसले खुद पाइला हालेको छ चलचित्र जगतमा। उसले धेरै आशाहरू लिएर आएको छ र हामीले यसमा धेरै मेहनत गरेका छौँ। सायद हजुरले हिजोदेखिको हाम्रो दौडधुप यदि निहाल्नु भएको छ भने त्यहाँबाट थाहा हुन्छ हामीले सिनेमामा पनि त्यति नै मेहनत गरेका छौँ दिनरात नभनिकन। किनभने एउटा चलचित्र बनाउनलाई लगानी मात्रै लगाएर पनि हुँदैन, त्यसमा हरेक कुरा नै चाहिन्छ, हरेक पक्ष चाहिन्छ, हरेक कोणबाट नै त्यो चलचित्रमा लगानी हुनुपर्छ जस्तो लाग्छ। यसको कथापटकथा, यसको प्लट, यसका कलाकार, यसको गीत सङ्गीत हरेक पक्षबाट हामीले प्रयास गरेका छौँ। र साथसाथै चाहिँ हामीले चाहिँ एउटा सन्देश होइन हाम्रो एजको कलाकारले गर्ने एउटा अति पुस्ता भइसक्यो हामी गर्ने भनेको सन्देश पनि दिनुपर्ने हुन्छ, जिम्मेवारी हो त्यो हाम्रो। त्यही कारण हामीले त्यो पनि प्रयास गरेका छौँ। अब हजुरले दर्शक समक्ष यो पस्किदिनुहोस् है, त्यही मैले हजुरलाई आग्रह गरेँ, रिक्वेस्ट पनि गरेँ र बाँकी चाहिँ अब फ्लोर ओपन भएपछि हामी राख्नेछौँ। थ्याङ्क यू। सर्वप्रथम सम्पूर्णमा नमस्कार। प्रमुख अतिथिज्यू आदरणीय सरोज खनाल दाई, आदरणीय करिश्मा दिज्यू, सुरेशजी सम्पूर्णलाई सम्बोधन गर्न चाहन्छु, लगायत तपाईँ सम्पूर्णलाई पनि सम्बोधन गर्न चाहन्छु। थ्याङ्क यू सो मच यस्तो राम्रो उपस्थिति जनाइदिनु भएकोमा असाध्यै खुसी लागेको छ। धेरै कुरा त अब दाइ र दिजुले भनिसक्नु भएको छ, तसर्थ म धेरै लामो बोल्न चाहन्न। केही जिज्ञासाहरू आयो भने मैले डेफिनेटली भन्नेछु। तर एउटा उत्साह उमङ्ग बोकेर हामी पोखरामा आएका छौँ। पोखरासँगको सम्बन्ध हाम्रो असाध्यै नजिकको छ भन्ने लाग्छ। सो जहिले पनि पोखराले नेपाली चलचित्र क्षेत्रलाई असाध्यै नजिकबाट प्रेम गरेको महसुस हुन्छ। म आफै पनि नेपाली चलचित्रको दर्शक भएको हिसाबले र यो चलचित्रबाट नेपाली सिनेमा क्षेत्रमा मैले पनि डेब्यू गर्दैछु। आशा छ मलाई पनि यहाँहरूले राम्रोसँग स्वीकारिदिनु हुनेछ भन्ने कुरामा म विश्वस्त छु। एउटा केही गहिरो कुरा, दर्बिलो कुरा लिएर नेपाली चलचित्र क्षेत्रमा मैले पनि उभिने आँट गरेको छु, हिँड्ने आँट गरेको छु। सो यसमा तपाईँहरूले पनि साथमा साथ मिलाइदिनु भयो भने मेरो यो सुरुवाती क्रमले पनि एक किसिमको सार्थकता पाउँछ कि भन्ने मलाई लागेको छ। बाँकी कुरा त चलचित्रका विषयमा आउने अन्य कुराहरूलाई चाहिँ बिस्तारै हामीले जोड्नेछौँ। अलरेडी दाइ र दिदीले धेरै कुरा भन्नुभएकोले मैले मेरो कुरा यहीँ टुङ्गाउन चाहन्छु। थ्याङ्क यू। सम्पूर्ण पत्रकार साथीहरूलाई नमस्ते। म छोटो बोल्न चाहन्छु। सिनेमा निर्माण गरेको छौँ हामीले, त्यो कस्तो सिनेमा निर्माण गरेका छौँ भन्ने कुरा चाहिँ अझ महत्त्वपूर्ण हुन्छ जस्तो लाग्छ। र हाम्रो विषय चाहिँ अलिकति डिफ्रेन्ट छ, अलिकति डिफ्रेन्ट विषयमा हामीले चाहिँ चलचित्र बनाएका छौँ। र यसमा सबैभन्दा महत्त्वपूर्ण कुरा चाहिँ आदरणीय सरोज खनाल दाइले चाहिँ निर्देशन मार्फत चाहिँ यसमा डेब्यू गर्दै हुनुहुन्छ होइन। उहाँले अब यत्रो वर्षको अनुभवलाई चाहिँ निर्देशकको रूपमा उभिनु भएको छ होइन। दिग्गज कलाकारहरू हुनुहुन्छ, करिश्मा दिज्यू होइन लगायतका। अनि यो चाहिँ एउटा केही विषय लिएर आएका छौँ, त्यति भन्न चाहन्छु। र यसको धेरै केही सुटिङ चाहिँ अब अभियसली धेरै नेपाली सिनेमाहरू चाहिँ पोखरामा सुटिङ हुने गर्छ। हाम्रो बगान पनि पोखरामा हामीले धेरै सुटिङ गरेका छौँ, यही भन्न चाहन्छु। थ्याङ्क यू। जानकारीहरू नै हुनुहुन्छ, तर ट्रेलर र टिजर हेर्दाखेरि चाहिँ त्यो विषयवस्तु चाहिँ महापुरुषसँग मेल खाने किसिमको के महापुरुष चाहिँ अलिकति पुरुष पोइन्ट अफ भ्यू, पुरुष पर्सपेक्टिभबाट थियो। यो चाहिँ महिलाको पर्सपेक्टिभबाट, महिलाको पोइन्ट अफ भ्यूबाट हो कि
होइन लाग्यो त्यो अब त्यो ट्रेलरले मात्रै सबै कुरा त भन्दैन, तैपनि त्यो यो अलिकति त्यो हेर्दाखेरि चाहिँ त्यो चाहिँ लाग्ने चाहिँ स्वाभाविक नै हो जस्तो लाग्छ, किनकि हुन्छ यही कुरा चाहिँ पर्साइदिनु न अलिकति। सबभन्दा ठुलो कुरो त तपाईँ आफैले एन्सर गरिसक्नुभयो। त्यहाँ पुरुषको कुरा गरिएको छ या महिलाको कुरा गरिएको छ? महिलाको कुरा गर्न किन आवश्यकता थियो भने हामी सतात्मक समाजमा हुर्केका पुरुषहरूको एक किसिमको दबदबा भएको समाज हो नेपाली समाज भनेको। यहाँ महिलाको आवाज उठ्नलाई एकदमै गाह्रो हुन्छ। त्यसकारण हामीहरूले यसमा महिलाको आवाज उठाउन खोज्यौँ, स्पेसली त्योभन्दा पनि एकल आमाको। किनभनेदेखि यो हरेक घरमा घट्ने घटना हो जस्तो लाग्छ मलाई। कुनै पनि घरमा यदि बुहारी बितिन् भने अकालमा समय रहँदै उहाँको अभिभावक, उहाँको परिवार, उहाँको छरछिमेक, उहाँको समाज, नजिकैको समाज, उहाँहरू सबैलाई हतार के हुन्छ भने यसको फेरि रिम्यारेज गरिदिउँ, यसले जीवन कसरी एक्लै बिताउला भन्ने सबैलाई हतारो हुन्छ। तर त्यही घरमा इनकेस छोरा मर्यो र त्यही उमेरकी बुहारी छ भनेदेखि उहाँहरूले कहिले पनि त्यो बारेमा सोच्नुहुन्न। हामी त्यो समाजबाट हुर्किँदै आएको पुस्ता हौँ र यथावत त्यो कुरा छ पनि। म चाहिँ के भन्छु भनेदेखि पुरुषले जिन्दगीमा सायद एउटा दुईवटा फेजहरू पार गर्नुपर्छ उसको लाइफमा। तर महिला त हेर्नुहोस्, जन्म्यादेखिको एउटा छोरी हुन्छ सबभन्दा पहिला कसैको, त्यसपछि उसको विवाह भएर आफ्नो घरमा शुद्ध बस्न पाउँदिनन्, उनी अर्काको घरमा जानुपर्छ। त्यसपछि श्रीमती हुन्छन्, कसैको बुहारी हुन्छन्, त्यसपछि उनी आमा हुन्छन्। हो यति विधि भूमिकाहरू निर्वाह गर्न पर्ने क्यारेक्टरलाई हामीले यसरी दबाएर राखिराख्नु हुँदैन कि? यसको बारेमा पनि हामीले समाजमा उहाँहरूले भोग्नुपर्ने पीडा उत्पीडनको बारेमा चर्चा गर्नुपर्छ कि भन्ने लागेको हो। र भाग्यवश मैले पढ्दै जाँदाखेरि एउटा नोभेलमा यो बगान भन्ने कथा पढ्न पाएँ। इट्स अ भेरी सर्ट स्टोरी। अनि सबभन्दा मलाई के खुसी लाग्यो भने नि यो कथाकार पनि जसले कथा लेख्नु भएको छ उहाँ पनि सिङ्गल मदर हो। अनफर्चुनेटली उहाँको एउटा मात्रै बच्चा थियो, गत 1-1.5 महिना अगाडि उहाँको पनि स्वर्गीय भयो। अनि मलाई उहाँले उठाउनु खोज्नुभएको उहाँको आफ्नो पीडा, मैले त्यो कथालाई समातेर कलाकार साथीहरू करिश्माजी, निर्साजु, बसु दिदी, मिथिला दिदी, आकाश श्रेष्ठ, प्रमिला बहिनी, हामी सबै मिलेर यो कथा भन्नुपर्छ यो समाजमा। किनभने मैले लगभग 40 वर्ष भयो यो क्षेत्रमा आफ्नो योगदान दिँदै आएको। त्यो योगदान के थियो भने सधैँ क्यामेराको अगाडि, जसरी आज छु तपाईँहरूको क्यामेराको अगाडि, त्यसरी निर्वाह गरेँ। जब म पछाडि जानुपर्छ भने मैले पछाडि परेको केही कुरालाई अगाडि ल्याउनुपर्छ, अनि मात्रै एउटा कलाकार निर्देशक भएको सार्थकता पाउँछ जस्तो लाग्छ मलाई। र यहाँहरूलाई कति मेरो सिनेमा हेर्नु भएको छ थाहा छैन, मेरो सिनेमाहरू प्राय केही सन्देशमूलक मनोरञ्जन मात्रै नभएर दिने, मैले मेरो फर्स्ट फिल्मदेखि नै मेरो कोसिस त्यही नै थियो। मैले त्यही खालको भूमिका निर्वाह गरेँ। र पहिलोचोटि डाइरेक्सन गर्दाखेरि पनि एउटा समाजमा रहेको कुरीति, कुप्रथा, फिल्ममा इन्टरटेनमेन्ट त हुन्छ नि, हाम्रो सिनेमा पनि छ। अहिले कसले भन्नुभयो, तपाईँले नै भन्नुभएको थियो, जब 3 मिनटको ट्रेलर हेरेका छौँ, फिल्म 2 घन्टाको छ, सबै कुरा त त्यहाँ आउँदैन। इन्टरटेनमेन्टको साथसाथै हाम्रो जस्तो मुलुकमा जुन अलिकति अशिक्षित नै छौँ हामीहरू, सिटी एरियाभन्दा पनि अलिकति बाहिर जाने बित्तिकै 2 किलोमिटर पर जाने बित्तिकै यो समस्याहरू प्रशस्त देख्न पाउँछौँ हामीहरू। र हाम्रो समाजमा 90% जुन भाइलेन्स एगेन्स्ट वुमन हुन्छ नि, त्यो चाहिँ नि शिक्षाको कमीले हुन्छ। अहिले हामीहरूले सबैले एकल महिलाको कथा भनेर यसलाई हाइलाइट गरिरहेका छौँ, तर यो कथामा शिक्षाको पनि महिलाहरूप्रति, महिलाहरूमा कतिको इम्पोर्टेन्ट हुन्छ भनेर यसमा देखाइएको छ।
र एक हिसाबले एक हिसाबले म सार्थक पनि भइसकेको छु, किनभने मेरो फिल्मको मूल कलाकार, प्रमुख कलाकार करिश्माजीले उहाँको जर्नी पनि यही रहेको छ। उहाँले पहिला 8 क्लास पढ्दै छोड्नु भएको थियो, फिल्ममा लाग्नुभयो, व्यस्तताले गर्दाखेरि पढ्न पाउनु भएन, त्यसपछि घर विवाह भयो, छोराछोरी भए, यो सबै कुरा उहाँले सल्टाउनु भयो, फेरि पढ्न थाल्नुभयो। किन त भन्दाखेरि बाउभन्दा आमा शिक्षित हुन आवश्यक छ हाम्रो समाजमा, किनभने हरेक कुरा तपाईँहरू सबैको आफ्नो आमा हुनुहुन्छ होला, बेलुका गएर एकचोटि सोध्नुहोस् तपाईँसँग समय कसले बढी स्पेन्ड गर्छ, तपाईँको टेक केयर कसले बढी गर्छ। मलाई लाग्छ आमाले गर्नुहुन्छ। त्यस्तो भूमिका खेल्ने आमा यदि शिक्षित हुनुभयो भनेदेखि हामीले सोचेको समाज रूपान्तरणको कुरा गर्छौँ, समावेशीको कुरा गर्छौँ, त्यो भोलि देख्न पाइन्छ कि भन्ने आशले आज मैले बगान बनाएको हो। थ्याङ्क यू।